जिन्जर पेस्ट र गार्लिक पेस्ट सोया हालेँ। मैले यसमा मिरिन हालेँ, रेउरिसु हालेँ, यो अजिनामोटो थोरै हाल्नुपर्छ यसको लागि। धुलो हालेँ थोरै मसिनो खालको कलर लागि। अनि मैले यसमा यो खस्रो हल्का खस्रो खाले खुर्सानीको धुलो हालेँ। अनि मैले यसमा तिल हालेँ, यसमा थोरै पानी हाल्नु पर्यो, पानी हाल्छु थोरै, सोया सस जति। कस्तो भयो म हाल्छु। यो हाल्नै बिर्सेछु खुर्सानी र हरियो, हाम्रो फेभरेट हो नेपालीको होइन, कोरियन पनि फेभरेट हो। फाइनल्ली कोचु र कोचुचार हालिसकेँ, खुर्सानी र कोचुचार। यो के को लागि बनाउनु भएको भनेर सोच्नु होला। नेपालको सिलामको भात होइन, यसलाई क्यान्नेप भन्छ। क्यान्नेपमा यस्तो आजी खाने हालेर खाने, खतरा मिठो हुन्छ राइससँग खाएर, अनि मासुसँग, पोलेको मासुसँग खायो भने यस्तो यामी हुन्छ, होसी हुन्छ होसी। है यो एक पत्ता हाल्नुपर्छ। अब त म यसलाई क्लोज गरेँ। थ्याङ्क यू।